यो एआई लाई मैले टुर्स एन्ड ट्राभल्स को वेबसाइट बनाउन भनेर 7-8 लाइनको प्रम्प्ट दिए। यसले मेरो लागि सिंगो वेबसाइट बनाइदियो, इमेज जेनेरेट गरिदियो, कन्टेन्ट पनि आफै लेख्दियो अनि होस्टिङ पनि गरिदियो। मैले के गरे त भन्दा मैले हेरेर बसे। साथीहरु ध्यान दिनुस्, न त सब्स्क्रिप्सन लिनु पर्यो, न त कोड डाउनलोड गर्नु पर्यो, न त डिजाइनर हायर गर्नु पर्यो। मात्र 5 मिनेट पुर्नु पर्यो। यो एआई एजेन्टले वेबसाइटको लागि कन्टेन्ट पनि आफै लेखिदिन्छ, त्यही कन्टेन्ट अनुसार इमेज पनि आफै क्रिएट गरिदिन्छ अनि वेबसाइट होस्ट पनि गरिदिन्छ। होस्ट गरिसकेर यसले चाहिँ एउटा लाइभ लिंक दिन्छ, जुन लिंक चाहिँ तपाईले साथीभाइहरुसँग शेयर गर्न सक्नुहुन्छ। तरिका सजिलो छ। सबैभन्दा पहिला किमी नाम गरेको एआई टुल खोल्नुहोस् अनि साइड बारमा वेबसाइट भन्ने अप्सन देख्नु हुनेछ, त्यहाँ क्लिक गर्नुहोस्। त्यहाँ क्लिक गरिसकेपछि तपाईले यो प्रम्प्ट दिने ठाउँको ठ्याक्क तलपट्टि वेबसाइटका धेरै टेम्प्लेटहरु देख्न सक्नुहुन्छ। त्यो टेम्प्लेटहरु मध्येबाट तपाईलाई मन परेको डिजाइनको टेम्प्लेट छान्नुहोस्। अब प्रम्प्ट हाल्ने ठाउँमा तपाईले बनाउन चाहेको वेबसाइटको अलिकति डिस्क्रिप्सन दिनुहोस्। मैले चाहिँ यहाँनेरि एउटा हिमालयन ट्रेल नेपाल नाम गरेको वेबसाइट बनाइदेऊ भनेर भनेको छु। त्यसपछि साइटमा के चाहिन्छ त भनेर त्यो डिटेल दिएको छु। जस्तै हिरो सेक्सन चाहियो हामीलाई, डेस्टिनेसनहरुको लिस्ट चाहियो, अनि त्यसपछि सर्भिसेसहरु के छन् त्यो खुलाएको छु, टेस्टिमोनियल सेक्सन दिएको छु, कन्ट्याक्ट एन्ड बुकिङ सेक्सन दिएको छु र कन्टेन्टको लागि टोन दिएको छु। तपाईहरुले पनि यही प्रम्प्टलाई अलिकति मोडिफाई गरेर आफूले चाहे जस्तो वेबसाइटको डिटेल्स दिएर एकैछिनमा वेबसाइट बनाउने र होस्टिङ गर्ने काम गर्न सक्नुहुन्छ।